हेलो फ्रेन्ड्स, मेरो नाम हो सन्दीप चौधरी। साथीहरू, तपाईहरू यदि युट्युबमा भिडियो अपलोड गर्नुहुन्छ, तपाईहरू नयाँ युजर हो र थाहा छैन कि युट्युबमा भिडियो भाइरल कसरी गर्ने र हाम्रो जो मान्छेहरू सर्च गर्छ त्यो सर्चमा हाम्रो भिडियो माथिमा कसरी ल्याउने र साथीहरू त्यसका लागि सबभन्दा पहिला हामीलाई किवर्ड एड गर्न धेरै नै आवश्यक छ। तर नयाँ युजरहरूलाई यो पत्ता आउँदैन कि कहाँबाट किवर्ड एड गर्ने। किवर्ड एड गर्नको लागि साथीहरू हामीलाई आफ्नै अपलोड गर्दा सबभन्दा तलमा एड ट्याग छ, त्यहाँ गएर हामी आफ्नोबाट नै किवर्ड एड गर्न सक्छौँ। किवर्ड एड कसरी गर्ने भने जस्तै म अहिले युट्युब भिडियो बनाउँदैछु कि हाउ टु एड किवर्ड्स या म कसरी किवर्ड एड गर्न सक्छु। म त्यसमा एउटा लेख्छु, तर त्यसमा 500 जतिको किवर्ड्स एड गर्न सक्छु, 500 लेटरको। र त्यो एड गर्नका लागि हामीलाई अलग अलग नाम, जस्तै एउटै भिडियोको अलग अलग नाम त्यसमा सेभ गर्नुपर्छ र अनि त्यो नाम अरू मान्छेले त्यहाँ सर्चमा लेख्छ, त्यसपछि हाम्रो भिडियो त्यो माथिमा आउँछ। त साथीहरू, यो कसरी लेख्ने? तपाईहरू जस्तैमा लेख्नुहुन्छ एउटा मात्रै हाउ टु एड किवर्ड्स, अनि म लेखिदिन्छु कसरी किवर्ड एड गर्ने, हाउ क्यान आई मेक किवर्ड्स इन युट्युब भिडियो। साथीहरू, यति धेरै छ। यदि तपाईहरूको दिमागमा यस्तो कुराहरू आउँदैन धेरै भने तपाईहरूको लागि म सबभन्दा आसान तरिका भनिदिन्छु। साथीहरू, तपाईहरूले अर्को युट्युबरहरूले भन्दै होला कि यस्तो गर्नुपर्छ क्रोम ब्राउजरमा कपी गर्ने, तर त्यो मुस्किल काम हो। तर सबभन्दा आसान काम म सिधा भनिदिन्छु, गुगलमा गएर सर्च गर्नु। किनभने गुगलमा सबभन्दा दुनियाँमा बढी सर्च हुने किवर्डहरू गुगललाई थाहा छ। के दुनियाँमा सबभन्दा कहाँ सर्च हुन्छ त्यो गुगललाई थाहा रहन्छ। त्यसैले साथीहरू, हामी गुगलबाट नै म कसरी त्यो किवर्ड सर्च गर्छौँ, पेस्ट गर्ने र कसरी लगाउने म यो भिडियोमा सिकाउन गइरहेको छु। तर साथीहरू, यो च्यानललाई सब्स्क्राइब गरिदिनु र यो भिडियोलाई पुरा हेरिदिनु। ल अब सुरु गरौँ। सबभन्दा पहिला आफ्नो मोबाइल लिनु, यसरी मोबाइललाई अन गर्नु र त्यसपछि हामीलाई सिधा केही गर्नु छैन, पहिला आफ्नो मोबाइलमा भिडियो अपलोड गर्नु। सबैलाई भिडियो अपलोड गर्न आउँछ भने ठिक छ। भिडियो अपलोड गरिसकेपछि साथीहरू अब हामी सिधा गुगलमा जान्छौँ, कतै जाँदैनौँ। गुगलमा गएपछि साथीहरू सिधा गुगलमा यहाँ माइक छ, माइकमा सिधा भनिदिने कि मलाई हेलो गुगल, मलाई युट्युब भिडियोको लागि किवर्ड्स चाहियो। हेर्नुहुन्छ गुगलमा यहाँ आइसकेको छ डाइरेक्ट। अब यसमा कसरी किबोर्ड अहिले आएको छैन, तर यसमा कसरी राम्रोसित किबोर्ड ल्याउने भने अब यहाँ तलको जो छ, माथिको होइन, फेरि तलको यहाँ माइक छ, त्यसमा क्लिक गर्नु र डाइरेक्ट आफ्नो भिडियोको टपिक भनिदिनु र कति वर्डमा तपाईँलाई किवर्ड चाहियो त्यो पनि भनिदिनु। जस्तै कि म हेर्नु म भनिदिन्छु, मलाई आफ्नो युट्युब भिडियोको लागि 500 लेटरको किवर्ड चाहियो। जस्तै कि मेरो भिडियोको टाइटल हो हाउ टु एड किवर्ड्स, यसको लागि मलाई 500 वर्डको किवर्ड चाहियो। यस्तो दिनु कि म सिधा कपी गर्न सक्छु। हेर्नु साथीहरू, लड लिएर अब हाम्रो किवर्ड आउँछ 500 लेटरको सर्च लिएर आउँछ साथीहरू। अब हेर्नु साथीहरू, यहाँ टेक्स्ट लेखेर किवर्ड आएको छ हैन, त्यो टेक्स्टमा छ, त्यहाँ तलमा यहाँ कपीको अप्सन छ, फोटो जस्तै लोगो, त्योमा हामीलाई क्लिक गर्नु छ। यहाँ हेर्नु क्लिक गर्यो, यहाँ टिक भयो, यो हाम्रो कपी भयो। यो कपी हुँदा साथीहरू अब सिधा हामीलाई यहाँबाट काट्नु छ र सिधा हामीलाई क्रोम ब्राउजरमा जानु छ। क्रोम ब्राउजरमा गएर साथीहरू तपाईहरू सर्च गर्नु, त्यसको सर्च बारमा youtube-studio.com डेस्कटप, सिधा त्यसमा क्लिक गर्नु। अनि त्यसपछि यहाँ तल अलिकति तल जानु साथीहरू, यहाँ युट्युब स्टुडियो डेस्कटप साइट तपाईहरू हेर्दै हुनुहुन्छ, त्यसमा क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि साथी ओपन वाइटी स्टुडियो डेस्कटप, फेरि साथीहरू डेस्कटपमा ओपन गर्नु, अर्को ठाउँमा नगर्नु, यसरी डेस्कटपमा ओपन गरिदिनु। अनि त्यसपछि यहाँ गेट द एप छ, त्यसमा नजानु, किनभने यसमा गएर एपमा गइहाल्छौ, एपमा नजानु। यहाँ तल कन्टिन्यू टु स्टुडियो छ, त्यसमा गएर क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि साथीहरू हेर्नुहुन्छ यहाँ हाम्रो युट्युब स्टुडियो डेस्कटप खुलियो। अब साथीहरू यसमा तपाईले आफ्नो आइडी एड गर्नुपर्छ। तपाईहरू जस्तै तरिकाले त्यहाँ युट्युबमा मेन युट्युबमा आफ्नो आइडी लगइन लगआउट गर्नुहुन्छ, त्यस्तै तरिकाले त्यहाँ कुनामा छ साइन,
त्यसमै गएर आफ्नो आइडी लगइन गर्नु। कुन आइडीको मा त तपाईँ भिडियो अपलोड गर्न चाहनुहुन्छ त्यो आइडी लगइन गर्नु। अनि साथीहरू त्यसपछि यहाँ साइडमा यो कुनामा कन्टेन्टको अप्सन सो हुँदैछ, त्यसमा क्लिक गर्नु। कन्टेन्टको अप्सन सो साथीहरू यहाँ तपाईहरु यदि लङ भिडियो हाल्दै हुनुहुन्छ भने तपाईहरुको यहाँ लङ भिडियो सो हुन्छ। यदि तपाईहरु लङ भिडियो छैन भने मेरोमा लङ भिडियो छैन त्यसैले सो हुँदै भइरहेको छैन। मेरोमा सर्ट भिडियो छ जो चाहिँ यो आइडीमा। त सर्ट भिडियो साथीहरु अब म हेर्नु या कुनै पनि किवर्ड एड गर्न सक्छु। साथीहरु तपाईहरु पनि यस्तै तपाईहरु अब यहाँबाट कुन भिडियोमा किवर्ड एड गर्न चाहनुहुन्छ त्यो भिडियोलाई यसलाई यसरी टिक गर्नु। हेर्नु न साथीहरु यहाँ टिक गरेपछि हाम्रो भिडियोको पूरा डिटेल आउँछ। यहाँ डिटेल आएपछि साथीहरु अब यसलाई यो हेर्दैन यति सानो छ भने अलिकति यसरी जुम गरेर ठुलो गर्नु, अलिकति तल जानु किबोर्ड एड गर्नको लागि। तल गएपछि साथीहरु यहाँ शो मोरको अप्सन देखाउँदैछ, त्यो शो मोरमा क्लिक गर्नु। शो मोरमा क्लिक गरेपछि साथीहरु अब अलिकति तल जाने। तल गएपछि साथीहरु यहाँ ट्याक्स भनेर एउटा सानो बक्स, मेरोमा ट्याक्स पहिलादेखि नै एड छ त्यही भएर यहाँ ठुलोमा देखाउँदैछ। त्यहाँ ट्याक्स छ त्यो बक्समा क्लिक गर्नु। त्यहाँ सिधा तपाईहरुले जुन कपी गर्नु भएको छ त्यो सिधा पेस्ट गर्दिनु। जस्तै कि मेरो पहिलादेखि नै छ, म यहाँ पेस्ट गर्दिन। तर पेस्ट कसरी गर्ने यहाँ यसरी राख्ने, यहाँ पेस्टको अप्सन आउँछ, सिधा पेस्ट गर्दिनु त्यहाँबाट। साथीहरु ल त साथीहरु यस्तो पेस्ट गरेर तपाईहरु अलिकति अब माथि आउने। माथि आएपछि साथीहरु यहाँ माथि यहाँ सेभको अप्सन तपाईहरुले देख्दै हुनुहुन्छ सायद। त्यहाँ सेभको अप्सनमा गएर सिधा सेभमा क्लिक गर्दिने। त्यो सेभ क्लिक गर्दा त्यो 1-2 सेकेन्डमा सेभ भइहाल्छ। त साथीहरु यस्तै गरेर हामी आफ्नो भिडियोमा किवर्ड सेभ गर्न सक्छौं। त साथीहरु तपाईहरुले म धेरै नै आसान तरिका भनिदिएको छु। यदि साथीहरु तपाईलाई यो भिडियो पसन्द आयो भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु। बाइ बाइ साथीहरु।